बाबाको घरतिर जाने बाटो चाहिँ यस्तो छ गाइस। हामी चाहिँ यहाँ शिव बाबाको मन्दिरमा आएको है। यस्तो भिड रहेछ आज त, भिड न भिड है। भान्जीलाई लिएर आएको है म चाहिँ। हाम्रो पालो अब कति बेला आउने हो थाहा छैन। बाबाजी चाहिँ यहाँ हुनुहुन्छ, गुरु चाहिँ। हाम्रो गुरुको घरमा चाहिँ पुरा फुलको नर्सरी नै जत्तिकै रहेछ है, दामी फुलबारीहरू चाहिँ मजाले यस्तो छ। फुल लभर हुनुहुँदो रहेछ। ल ल, गुरुको मन्दिर चाहिँ यहाँ यस्तो छ है गाइस। मान्छेहरू चाहिँ कति धेरै आउँदो रहेछ यहाँ। टेम्पो यस्तो हाम्रो चाहिँ सकेर अब फर्किँदै गरेको हामी चाहिँ। यो बुद्ध चोकदेखि ठ्याक्कै यस्तो रहेछ गुरुको मन्दिर चाहिँ। हामी चाहिँ अब फर्केको। स्कुपी ओइ आइज आइज। ए यता स्कुपी। ल गाइस, म चाहिँ फेरि बिहान 6 बजीदेखिको हिँडेको शिव बाबाकोमा गएर एक्कासी फेरि यहाँ इटरीमा यिनीहरूलाई भेट्नलाई म कुदेर आइपुगेको छु। यस्तो छ गाइस, हेर्नु पुक्कु पनि आइपुगिरहेछ। अनि यहाँ हामी चाहिँ यहाँ हाम्रो दिदीको पसलमा केही किन्नु मन छ भने प्लिज आउनु होला। यसले त फेरि यहाँ सिसी क्यामेरा पनि जोडान गरेको छ। गाइस यस्तो छ है हाम्रो दिदीको पसल चाहिँ। जस यतिको त राम्रै हो नि त चलेको व्यापार। अनि यतिको त अनि अनि तँलाई नि केही भन्नु छ भने भन्दैन त। अनि अब सबैजनाको धन्यवाद, नमस्कार। ज्योति राणाको ब्लग च्यानललाई सब्सक्राइब गर्नुहोला, लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला, भ्युज बढाइदिनु होला। त्यति नै ल। अब चाहिँ हामी इटरी सपिङ गर्नलाई निक्लिनु पर्ने। स्वस्थ रहनु होला, मस्त रहनु होला, स्टे फिट एन्ड फाइन। बाई गर्दै तँसँग भेट अब यति नै हो। ल न्यू लुगा देखाइदेऊ न। सबै उयो राले रालाई सबै डालु त हेर्देऊ न। बाई बाई। रचनाले मदर्स डेको लागि लुगा किनेको अरे। रचना यहाँ हेर न, मदर्स डेको लागि लुगा किनेको। रश्मि तिमी चाहिँ नकिन्ने? त हौ कति राम्रो देखेको क्या नयाँ लुगाले त। आमा राम्रो। हामी चाहिँ यहाँ लुगा किन्नलाई आएको है। यहाँ किनिसक्यौँ हामीले चाहिँ। देखाइदेऊ त। मदर्स डेको छोराको सपिङ। हाम्रो चाहिँ मोमो आइसकेको अवस्था है। ओइ कस्तो झर्की थाल्नु। म पहिलोचोटि हो नि त। अनि
यिनीहरूले इटरीको कुना कुनाको होटल थाहा भइसकेको छ केटीहरूले कता कता पसाएर खुवाउँछ मलाई यहाँ ज्वाइँको लागि पनि मगाएको अरे मान्छे नै आइपुगेछ मेरो भुन्टा भुन्टी चाहिँ यत्रो भइरहेछ है गाइस यो कति 2 महिना भएको छ 2 महिनामा यतिको बढेकै हो मेरो भुन्टा भुन्टी यस्तो छ 2टा ओइ अनि भुँडी त अगाइरहेछ त के खोजेको अनि यो खोर चाहिँ जहिले मेरो छोराले सफा गर्छ है गाइस यस्तो छ यतिको बढेकै हो 2 महिनामा साइलेन्ट हाल्दाखेरि बित्तै भयो हुनाटो 50 51 52 53 54 55 56 57 58 59 भयो गाई छ हाम्रो सुपारीको बिरुवा छ यो चाहिँ बाख्राले खाएछ खोइ थाहा भएन मैले 15वटा सुपारी यहाँ पनि छ यहाँ पनि छ यहाँ पनि छ 15वटा अरे यहाँ पनि हल्का किन खाएछ यो ठुलो पैसाको यहाँ पनि छ यति नै हो नि 15 भयो यो परेवाको बच्चा चाहिँ हाम्रो बुवाले चाहिँ काटेर खानु आँट्नु हुँदैछ कति माया लागिरहेछ मलाई चाहिँ कस्तो दामी देखिरहेछ गाइस हेर्नु न यो चाहिँ हाम्रो घरमा के अरे आफै आएर गुड बनाएर यसरी बच्चा निकाल्छ कति त हुर्काएर लान्छ निकाल्न उयो अप्ठ्यारो ठाउँमा गुड बनाएको छ नि त निकाल्नै अप्ठ्यारो हुन्छ अनि आज पनि यो चाहिँ पल्लो घरको भाइले झिकिदिनु भएको अब यसको चाहिँ पुरा बुवाले झोल बनाएर खानुहुने अरे ल अब बुवाले चाहिँ काट्नु आँट्नु हुँदैछ है गाइस ल यसलाई चाहिँ काट्नुहुने अरे बुवाले चाहिँ टक्कसँगले यसलाई चाहिँ बिचरा मालाग्दो कसरी काट्ने र ल गाइस हाम्रो यो कुकर चाहिँ बिग्रेको अवस्था है ल अलिकति ठुलो ग्यास बनायो भने यो उसको उ त नि उडेर जान्छ माथि हेर्नु है त गाइस हेर्नु है उडेर जान्छ बाहिर बिग्रिरहेछ हाम्रो यो कुकर चाहिँ अर्को फेर्नु पर्ने यस्तो भइरहेछ गाइस भन्दैछु नि यस्तो हुन्छ ल गाइस अब चाहिँ मेरो भिडियोलाई चाहिँ यहीँ एन्ड गर्न चाहन्छु किनभने यो चाहिँ 2 दिनको भिडियो मैले चाहिँ पोस्ट गर्न लागिरहेको छु गाइस हैन एकै दिनमा चाहिँ के अरे बनाउनै सकिँदैन हिजो चाहिँ गाइस अनि म चाहिँ भान्जीलाई लिएर वहाँ लेटाङ जाते भन्ने ठाउँमा चाहिँ शिव बाबा भन्नेको चाहिँ यस्तो क्या त्यो के अरे कस्तो कस्तो बिरामीहरू पनि ठिक गर्ने अनि नबोल्ने नानीहरू पनि बोल्ने बनाउने हो त्यस्तोहरू रहेछ नि त अनि त्यहाँदेखि हामी चाहिँ त्यहाँ भान्जीलाई लिएर गइरहेको थिएँ अनि हिजो पनि अनि त के भन्छ मसाज गर्ने तेलहरू सकेको थियो अनि त्यही भएर बिहान 6 बजी उठेर गयौँ 6 बजी उठेर गएको मान्छे एकैचोटि अनि के अरे बेलुका 3-4 बजीतिर मात्रै आइपुगेँ गाइस म चाहिँ है अनि त्यहाँदेखि फेरि अनि खानासाना पकाएर खाएर सुत्यौँ त्यसपछि फेरि आज पनि अनि अलिकति भिडियो यसो मकैहरू पनि यसो अलिअलि खन्न बाँकी थियो अलिकति गर्छौँ नि त अनि त्यही भएर त्यही खन्यौँ आज चाहिँ हाम्रो चाहिँ यस्तै त्यो गाइस मैले चाहिँ 2 दिनमा मात्रै भिडियो पुरा गर्न सकेँ है अनि त्यही भएर आजलाई चाहिँ अब यो भिडियो यहीँ एन्ड गर्न चाहन्छु गाइस है अनि के अरे अब अर्को नयाँ भिडियो लिएर आइन्जेललाई बिदा हुन चाहन्छु ओके बाई बाई गुड नाइट